रसल होम स्टे जो चाहिँ डाली ब्लुमफिल्डमा छ र यो चाहिँ हामीले रक गार्डन जाँदाखेरि ओह्रालो हिँडेपछि देख्छौँ र यो चाहिँ रक गार्डन जाने बाटो। यहाँदेखि चाहिँ रक गार्डन चाहिँ लगभग 15 to 20 मिनट्स भित्रमा चाहिँ हामी रक गार्डन पस्न सक्छौँ। र विशेष चाहिँ मैले यहाँनिर यो होमस्टेको बेडरुम देख्दा चाहिँ एकदमै मलाई राम्रो लाग्यो। यहाँबाट चाहिँ कञ्चनजङ्घाको भ्यू पनि एकदमै रमाइलो देख्दो रहेछ। अझै खुल्ला दिन छ भने त झन् राम्रोसँगले कञ्चनजङ्घाको भ्यू देख्दछ। र यहाँ हाम्रो चाहिँ अमृत जोजोले यो होमस्टेलाई चलाउनु हुँदो रहेछ र उहाँहरूले एकदमै निट एन्ड क्लिन तरिकाले यो होमस्टेलाई राखेको रहेछ र एकदमै बस्नलाई पनि एकदमै सुविस्ता, एकदमै रिजनेबल प्राइसमा। र यहाँनिर चाहिँ गेस्टहरू टक्क रेस्ट गर्दै भ्यूहरू हेर्दै बस्ने ठाउँहरू पनि उहाँहरूले बनाइदिनु भएको रहेछ। एकदमै राम्रो लाग्यो मलाई यो होमस्टेमा चाहिँ। म चाहिँ आकर्षित भएँ। र यदि कोही पनि हाम्रो ड्राइभर साथीभाइहरूले फ्लाइङ गेस्टहरू ल्याउनु पाउनु भइहाल्यो र उहाँहरूले होटेलहरू होमस्टेहरू खोज्दैछ भने चाहिँ तपाईँहरूले यहाँ ल्याउनु सक्नुहुनेछ। र यहाँनिर चाहिँ तपाईँको डाइनिङ हल पनि मजाको छ, एकदम निट एन्ड क्लिन। यहाँनिर नन भेज भेज आइटमहरू एकदमै उचित मूल्यमा पाउनेछ। र यहाँनिर चाहिँ हाम्रो ड्राइभरहरूको लागि चाहिँ यहाँ जोले चाहिँ रुम प्रोभाइड राखिदिनु भएको छ। र यो रुम चाहिँ ड्राइभरहरूको लागि। र म पनि 2 दिनदेखि यो होमस्टेमा बसेको थिएँ। एकदमै राम्रो लाग्यो उहाँहरूको सर्भिस, उहाँहरूको बोली वचनहरू। उहाँहरूले चाहिँ अब आफ्नै भाइहरूलाई जस्तै गरेर राख्नु हुँदो रहेछ। र यहाँनिर हाम्रो ड्राइभर रुमकै बाहिरबाट चाहिँ फेरि देख्ने यो भ्यू, मजाको यो भ्यू छ। विशेष चाहिँ मलाई यो रसल होमस्टेबाट चाहिँ यो कञ्चनजङ्घा भ्यू चाहिँ यति दामी देख्दैछ। यो भ्यूले चाहिँ मलाई चाहिँ लोभ्यायो। म चाहिँ अब यो भ्यूले गर्दाखेरि चाहिँ मोहित, यो भ्यूमा चाहिँ मोहित भएको छु अब। र उहाँहरूले चाहिँ अब हामीलाई कार पार्किङहरू गर्नुको लागि पनि एकदमै सुविस्ता राखिदिनु भएको छ। मैले पनि गाडी यहीँ पार्किङ गरेको थिएँ। 3-4टा गाडी चाहिँ मजाले अँट्छ यहाँनिर। र यदि कोही पनि फ्लाइङ गेस्ट पाउनुहुने साथीभाइहरू हुनुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ यस ठाउँमा चाहिँ लिएर आउनुभयो भने चाहिँ अब हाम्रो साथीभाइहरूलाई पनि एकदमै सुविस्ता हुन्छ। उहाँहरूलाई पनि अब गाडी राख्नु, बस्नु, खानु एकदमै राम्रो सुविस्ता गरिदिनु भएको छ। र यदि तपाईँहरूले यो रसल होमस्टे मेक माई ट्रिपमा पनि देख्न सक्नुहुनेछ।